जान्दिँदै यिनलाई है हो यस्तो हाइवे भयो अनि इजी हुन्छ होइन यो स्पोर्ट बाइकमा त क्या दामी भ्यू छ जहाँसम्म आँखा पुग्छ त्यहाँसम्म खाली छ के भन्छन् सक्यो रे पेट्रोल खोइ हटाउनु न गाडी खोइ ड्राइभर कहाँ यहाँ बिचमा अटाएर फोटो लाउँदा त यस्तो हालत छ यार मुस्ताङ गयो कस्तो हालत होला सकर खसेर आवाज जान्न बन्दैन गर्लफ्रेन्डसँग आउने उमेरमा यस्तो अनुहारसँग आउनु परेको छ गुड मर्निङ दिस इज नेक्स्ट डे अहिले हामी नेलाखम 7 बजे बिहानको 7 बजे हाम्रो होटलको भ्यू यस्तो छ यहाँबाट हाम्रो बाइक त्यहाँ छ अब हामी चाहिँ बाँकी कुरा मोटो ब्लगमा आयो त अब ल अहिले हाम्रो बाइकको हालत यस्तो छ फोटो लाउँदा त यस्तो हालत छ यार झन् मुस्ताङ गयो कस्तो हालत होला होइन यस्तो छ अहिले यहाँ चेनमा ऊ हाल्नु छ मोबिल अनि मोबिल सबै हाल्छौँ अनि उनको बाइक चाहिँ के भएको छ मेरो बाइक के भएको छ अहिले त्यहाँ सबै गर्ने एक्सन गर्ने रिपेयर सबको कन्डिसन यस्तो छ हालत बरु यिनको अलिक फोहोर कम भएको एउटा बाइक कोरिसा गर्छु एकछिन केटाहरूले गरिसक्यो अब हामी यहाँबाट हिँड्छौँ एकछिनमा ल माइक चेक अब हामी नेलाखम यहाँबाट ल होइन ल अब चाहिँ हामी यहाँबाट निस्क्यौँ है त ल हे गाइज वेलकम ब्याक दिस इज एलिस अहिले हामी बुटोलदेखि हिँड्यौँ अब हामी लुम्बिनी जान्छौँ एकछिन अनि लुम्बिनी घुम्छौँ हिजो चाहिँ हामीले मुभी हेऱ्यौँ है हिजो हामी मुभी हेर्न आएको थियौँ घोडाइबाट अब मुभी हेरेर हामी निस्किन लाग्यौँ यहाँबाट अनि अब हामी लुम्बिनी गएर उतै नास्ता खानसाना खाएर अनि हामी लाग्छौँ घरतिर है त अब ल बाटोमा भेटौँ ल अब अरू कुरा त्यहाँबाट भाइले भिडियो चाहिँ गरिदिइराख्नु है त र अरू भाइलाई धन्यवाद यतापट्टिको हाइवे चाहिँ क्या फ्रिली हाइवे के हामी चाहिँ हिजो उताबाट आयौँ होइन गोर्सिके हुँदै यस्तो गाह्रो बाटो थियो हिजो अहिलेको यहाँको हाइवे यस्तो दामी छ फास्ट न के इजी हुन्छ होइन यो स्पोर्ट बाइकमा त हिजो मेरो गाँड फाटेर त बाइक देखेर बाटो देखेर यस्तो गाह्रो के भन्ने यस्तो हुनु परेको बाटो भनेको हाम्रो उतापट्टि ट्राफिक लाइट हुँदैन नि त यतापट्टि ट्राफिक लाइट हुन्छ अघि त्यहाँ मैले मिस गरेको ट्राफिक लाइट यार अब हामीलाई के छैन ट्राफिक लाइट हुन्छ त्यो रातो बोलेर आएछ अनि म हिँडिहालेँ साथीहरू अगाडि पुग्छ ल हेऱ्यौँ है त कसरी पुग्छ स्पिड वाउ यो अन्त बाटो यार तर साँच्चैमा डेभलप भएकै हो कि बुटोल अहिले त मलाई के फिल हुन्छ भने हाम्रो ठाउँ त गाउँ हो कि यस्तो हाइवे कहाँ छ हाम्रो उताबाट छैन नि आओ 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 आफ्नो गाडी चलाउँदै ल जान्दिँदै यिनलाई है यिनलाई जान्दिउँ भनेपछि है ल अब मजा भिभी एक्टिभेट हुन्छ नि त भिभी एक्टिभेट हुन्छ नि त मेरोमा 5 हो अराउन्ड 5 ल अब हेर्नु सम्झिने हो क्या यार सम्झिने हो होइन बाइक त जे भन्नु R15 को कम सिसी भयो पनि होइन त्यो एनएसमा चाहिँ टर्क पनि बढी हुन्छ पावर पनि हार्स पावर पनि बढी हुन्छ होइन त्यो सिसी पनि बढी हुन्छ एनएस तर हार्छ क्या एनएस किन हार्छ यसमा भिभी एक्टिभेसन पनि हुन्छ अनि पछि यसको इन्जिन नै पावरफुल गरेको छ क्या उसले अनि अर्को कुरा यसमा यो स्पोर्ट हो नि त त्यो अब नेकेड स्पोर्ट हो नि त वा यता हो क्या मुला ल अब हामी चाहिँ यहाँ आइसकेका छौँ अब लुम्बिनी अब यहीँबाट घुम्ने केटाहरू चाहिँ उता गएछ झुकेर
लुम्बिनी हामीले यहीँबाट घुम्ने, तर त्योभन्दा पहिला हामीले खोज्नु पर्ने छ बाइक ग्यारेज है त। लुम्बिनी प्रदेशद्वार कहाँ गएको थियो क्या उताबाट तिम्रो यार। ओए फोटो खिचाउँ क्या एउटा उता। ल हामीले चाहिँ पछाडि फाइनली भेटायौँ एउटा ग्यारेज, किनकि बाइक मोबाइल हाल्नुपर्छ, मेरो चाहिँ स्पिकरै छैन यार। झन् गाँडो भइहाल्यो कि फेरि। यहाँ हालौँ, यहाँ छ कि नै फेरि यहाँ के श्री विद्या अटो पार्किङ। चयनमा मोबाइल हालिदिनु, उनको के भएको छ हेरिदिनु। सकर खसेर अनि अब के गर्नु त? आवाज जान्न बन्दैन हजुर? झ्याएको र अलि झ्याएको आज आइरहेको त यार। केही फरक पर्दैन अनि फरक त्यही आज आएर फरक परेर मलाई भने कि त्यही आज नआउने गराउने नै हो कि मैले खोजेको। अटोमा चढाए जस्तो भइरहेको, अटो जस्तो भइरहेको यार बाइक फेरि। के गर्नु यार त यार। वास हान्दिनु छ वास हान्नु मिल्छ। आज जानु पऱ्यो क्या जे पानी हाल ट्राई गर्नमा पानी हाल्दा हुन्छ कि अलिकति आवाज आउँछ। बाइकै वास हानिदिइहाल्नु एउटा। बाइक यार भएन यार। लकटा हामी अब फाइनल लुम्बिनी आइसक्यौँ, यहाँ इन्ट्री गरिसक्यौँ। अब यहाँ बाइक पार्क गरेर हामी जान्छौँ उतापट्टि मेन मन्दिर घुम्छ अनि हामी हिँडिहाल्छौँ होइन। म यो चाहिँ किन्नुपर्छ यार, यो गियर चाहिँ। यो गियरलाई चाहिँ फिल आउँदो रहेछ फिल गियर। अनि यस्तो पनि किन्नु छ साथी यार, दिक्स यार यस्तो किन्नु छ यार, राइडिङवाला फिल आउँछ यस्तो यस्तो। क्या दामी गरिरहेको छ यार मौसम नै करा। गर्लफ्रेन्डसँग आउने उमेरमा यस्तो अनुहारसँग आउनु परेको छ। ए यार मेरो बाइक बन्यो यार, त्यहाँनिरबाट त्यहाँ त बनेन, अलि यता आएर बन्यो सायद। त्यो धोएर पनि होला के कस्तो बाटो आएको थियो हिँड्छ यार। बाइक बनेको यार खुसी लाग्यो यार। कसैलाई बोट खेल्न मन छ भने यहाँ बोट पनि खेलिन्छ है। अनि आगो कहिले ननिप्ने आगो हेर है। ओए ओए कहिले ननिप्ने आगोहरू क्या त्यो पानी हाल्दै पनि निप्दैन अरे। हाम्रो साथी लाहोरदेखि आएको छ नि हाम्रो साथी, इन्डियाबाट आउनु कि हाम्रो साथी। ओए काम गरेर इन्डियाबाट आउनु कि हेर्न ब्याग स्याग लिएर आएको हेर्न। चारवटा नेपाली चारवटा चारजनाको चारजनाको 80 रुपियाँ टिकट लाग्यो पर पर्सन 20 रुपियाँ। ल हामीले त्यहाँबाट इन्ट्री हान्यौँ। अब यो भयो लुम्बिनीको त्यहाँ चाहिँ भित्र चाहिँ खिच्न पाइने क्यामेरा। आज दाबी गरे मौसम यहाँ 40 कटेपछि यता आएर ध्यानमा बस्ने दोष। अब बिहासै हुन्न आएर ध्यानमा बस्ने होइन दोष। यस्तै जिन्दगी 70-80 वर्षमा आउँछु। वा कति चौकीबाट अब 70-80 वर्षमा आउँछु। 70-80बाट साथी म 60 वर्षपछि म यहीँ देखिन्छु एकदम म यहीँ हुन्छु क्या। सही लाग्छ यार साथी यार यो लाइफ यार। यो चाहिँ के भाइब्स क्या दामी लाग्यो। वाह 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 यहीँ बस्नु जस्तो हुन्छ साथी यार। सब चिज छोडेर हुन्छ के छ छोड्नलाई होइन। त्यो दामी भ्यू छ नि यहाँबाट, त्यो दामी सुन्छ नि। घुम्न जाम लाग्यो काठमाडौँ बस्नु न त्यही गाडीमा जान्ला भन्लाएर हो। यिनीहरूले एउटा कहिले कुकुर नहेर यस्तो खिचाएको छ मेरो त्यो कुकुरको फोटो खिचा। केटा हामी चाहिँ अब यहाँबाट निस्किनु लायौँ। सब केटाहरू निस्किसकेँ, घुम्यौँ हामी लुम्बिनी घुमिसक्यौँ होइन। यो लुम्बिनी चाहिँ होइन एक दिनमा घुमेर सकिँदैन क्या, धेरै ठुलो छ कि यो। अब हेर्नु न यो बिल्डिङहरू धेरै ठुलो छ। हामी चाहिँ मेन मन्दिर गयौँ अनि हामी चाहिँ फर्किहाल्यौँ है। सबै घुम्नु भ्याएन आज हामीले। अब नेक्स्ट टाइम हुन त म यहाँ कतिपटक आइसकेको छु घुम्न। यहाँ मलाई त्यस्तो
मलाई त्यस्तो स्पेसल त यो ठाउँ होइन हो नि त। मलाई चाहिँ यहाँ के याद छ भनेपछि हामी फर्स्ट स्कुल ट्रिपमा आउँथ्यौँ कि हामी यहाँ फर्स्ट स्कुल ट्रिपमा आउँदाखेरि मलाई के नै हो जस्तो फिल भइरहेको थियो यो ठाउँ आउँदाखेरि। आजकल त त्यो आएर होला त खासै मलाई इम्पोर्टेन्ट लाग्दैन कि अब यो ठाउँको। ल अब हामी जान्छौँ कतै बस्छौँ नास्ता खान अनि त्यसपछि हामी अगाडि बढ्छौँ है त। दामी छ क्या यतापट्टिको हाइवे। हामी हिजो गोर्सिङबाट आएर कम धो भएको चाहिँ हामीलाई कति गाह्रो भएको छ हेरौँ न यतापट्टिको हाइवे कन्टिन्यू के। म चाहिँ के भन्छु भनेपछि तौलिया हुँदै आउनु क्या उताबाट भन्दा यतापट्टि सजिलो छ कि बाटो। ट्राफिक पनि अलिक कम हुन्छ क्या उताभन्दा। अडिरहेको थिएँ कहाँ हराउँछ कि जिक्स यार कहाँ हराउँछ कि हिँड यार फास्ट। ल अहिले चाहिँ हामी उताबाट मस्तले घुमेर अहिले निस्किसकेका छौँ र अब खाना खानु पर्ने अब ढिला भइसक्यो है। सो अब हामी चाहिँ बाटोमा त्यस्तो रेस्टुरेन्टहरू नै पाएको छैन क्या। अब उता साइडमा खाने भनेको त्यहाँ अलिकति राम्रो पाउँदैन जस्तो लाग्यो। त्यही भएर अगाडितिर आउनु खोजेको यता नरहेछ कि होटलहरू अनि केटाहरू पनि भगाइसकेको छ। अब खानाको टाइम पनि भइसक्यो नि त। कतै बिरयानी थ्याङ्क यू भाइ थ्याङ्क यू। ल हामीसँग आइसक्यो बिरयानी सँगसँगै यो पनि देखाउनु रसबेरी अनि यो के हो राइता यही दोस् कहाँ गयो साथी खानुको ल। ल अब हामी खान्छौँ हामीसँग धेरै बोल्ने टाइम छैन। हाम्रो गाउँ ठाउँ छ अब हामी खाइहाल्छौँ। यिनीहरूको भोकले अघि नै अनुहार सबको बिग्रियो अहिले सब खुसी भयो कि खाना खाएर सबले यहाँ भ्याट चट पाऱ्यो अहिले बल्ल खुसी भएन। खोइ हटाउनु न गाडी खै ड्राइभर कहाँ यहाँ बिचमा अटाएर खाने कि ड्राइभर यार। के इन्डिया जस्तो ठाउँ छ एउटा ल जाऊँ ल आउँछु ल आउँछु है। ओए फास्ट हिँड्नु अब फास्ट हिँड केटा है। हामी चाहिँ अब निस्क्यौँ होइन नास्ता खायौँ। खाना त मिठो थिएन खासै त्यो खाना के हो त्यो बिरयानी तर भोक लाग्ला सब मिठो हुन्छ। हामी अब यहाँबाट हिँड्छौँ हामी। अब हामी जान्छौँ सिधै महाराजगञ्जबाट निस्किन्छौँ चन्नौटा त्यहाँदेखि कालकाटे एकछिन त स्टोर लिन्छ अनि म कालकाटदेखि यताबाट लाग्छु होला आफ्नो गाउँ किनकि मेरो गाउँ जाने काम छ अनि केटाहरू जान्छन् होला। गाउँबाट मसँग गोब्रो हुन्न अनि म गाउँबाट म भोलि फर्किन्छु घर। ल अब हामी हिँड्छौँ है। यो हो तौलिया सिटी तौलिया ओहो R15 त्यहाँ पनि अड्डा छ नि एउटा निलोमा। बहादुरगञ्ज 21 किलोमिटर छ यहाँबाट ए बहादुरगञ्ज रहेछ है बहादुरगञ्ज। खाना चाहिँ ट्रिपमा हिँड्दाखेरि खाना फिक्स हुँदैन क्या। हिजो हामी 3 बजी भोकै थियौँ आज पनि हामीले लेट खाना खायौँ के अनि यो खाना खाएपछि हिँड्दा पनि कस्तो गाह्रो भइहाल्छ क्या आफूलाई। ट्रिप रमाइलो हो सबैसँग लाइसेन्स बिल्कुल सबै थियो हामी केटाहरू सब चिलमा हिँडिरहेको छौँ होइन। ट्रिप लास्टै रमाइलो भयो। अब अर्को ट्रिप कहाँको हुन्छ पछि हेरौँ। मेरो बाइक बिग्रेर एकछिन मेरो गाँड फाटी गएको थियो फेरि बनिसक्यो। अन्त यो नेपाली हो होइन तर यो भाइब्स कस्तो मधेसी टाइपको इन्डियन टाइपको आउँछ क्या यतापट्टि भाइब्स यार। सब हेर्दाखेरि हेर्नु न यतापट्टिको खेत हेर्नु न कति दामी छ खेत। कहाँसम्म त घरै छैन क्या यिनीहरूले सब यही खेती मात्रै गर्छन् होला क्या यतापट्टि सायद। बाटो पनि दामी छ राखेर यहाँ अड्डेर मान्छेहरूले खान्छन् खरबुजाहरू दामी छ यस्तो घाममा खरबुजा सही हो। ओ जिस दामी ए फोटो हान्न ओ मैले डिस्टर्ब गरेँ जिसलाई सरी यार। ओ तेरी बाटो त यस्तरी सुत्ने हो क्या म त नुङ्नुपर्छ म त च्याम्मला नुङ्नु खतरा छ आएको। ग्रुपमा चाहिँ के हुन्छ भनेपछि नि ग्रुपमा बाइक चलाउने उस्ता हुनुपर्छ कि बाइक पनि उस्ता हुनुपर्छ होइन। अब कोही ग्रुपमा सुस्त हिँड्ने आइदिएपछि पछि कहाँ सुत्छ तर हामी 3टा केटाहरू बराबर लेभलमा हिँडेको छौँ कि न त फास्ट न त कम लेभलमा हिँडेपछि हामी सबै सँगसँगै हुन्छौँ नि त होइन। अनि त्यो भएपछि मजा आउँछ क्या। कोही ग्रुपमा हुन्छ नि पछि छुट्छ नि त्यो भएपछि आन्न क्या फेरि मजा। यस्तो यो बेलगाडी चल्छ नि बेलगाडी अझै पनि यस्तो चल्छ। यो चिज चाहिँ यहाँबाट हेर्न पाइन्छ अन्त हेर्न पाइन्न कि यस्तो चिज हाम्रो उतापट्टि हुन्न कि। ए यहाँ 3टा हिँडिरहेको ए युपीको गाडी हो त्यो इन्डियाबाट सब खेती नै गर्छन् क्या यतापट्टि मेरो चाहिँ एरियामा हेर्नु न यतापट्टि पनि पुरै खाली छ क्या दामी भ्यू छ जहाँसम्म आँखा पुग्छ त्यहाँसम्म खाली छ
सब खेतै खेत हुन् फेरि गाईहरू चढिरहन् त्यहाँ आइपुग्मै बहादुरगञ्ज कहाँ गयो केटाहरू लेफ्ट लेफ्ट बाटो त यताको दामी छ के मेरो फेरि साइड लाग्छ नि पछाडि ए ल केटाहरू चाहिँ आइरह नै गयो दोहोरो सही हो स्त्री झस्के ल अब हामी आइपुग्यौँ चनौटा अब हामी यहाँबाट लाग्छौँ लेफ्ट सिधै बिचमा केटाहरू के भन्छन् अड्डिने भन्छन् बिचमा अड्डिनु पर्छ क्या एकछिन त्यहाँ हावा खानुपर्छ क्या त्यहाँ शीतलमा बसेर हावा खानुपर्छ क्या यार चल्दिहाल्ने हो कि कति गलीबाट निस्किहाल्ने हो कि यहाँ त फेरि अड्डिनु लाग्छ जस्तो हुन्न कस्तो दामी छ नि भ्यू यस्तै 10 यस्तै 20,000 फरक पर्दैन क्या यहाँ त्यो दामी बाटो यो बाटो हल्का खाल्टो छ क्या स्टेबल हुन्न क्या बाइक अब हामी चाहिँ यहाँ जङ्गल इन्ट्री हान्न सक्यौँ है त के भन्छन् सक्यो रे पेट्रोल भाइरल रोड हामीले यहाँ पानीको पैसा पनि दिएको थिएनौँ म लोटेको अस्ति हो के छ केटा हो हिजो को थियो यहाँ पानी बेच्ने हामीले पानी खाएछ नि दिएर छौँ क्या पैसा हामीले हो पानीको पैसा भुल परेर जान्छ त्यो अलग कुरो हो ओके हामी त्यस्तो लोयल छौँ के कस्तो सोचेछौँ यता त्यो लोटेको टेन्सन छुट्टै भइसकेको थियो हाम्रो झन् अनि म त झन् अनुहार त किन जस्तो भएको छ एउटा कालै कालो घिर्लाई अन्त के भन्यो रे बाघ साथी यार डबल बस हुनु कि क्यामेरामा एउटा रियलमा एउटा यार जस्तो रियलमा उस्तो नि क्यामेरामा होइन च्याङले एउटा क्यामेरा निस्किने बित्तिकै सोध्यो भने अन्य एउटा कतिको हाल्यो तेल अस्ति तिमीले सकेको 1500 को कस्तो तेल खाएको साथी यार मेरो त झन् 1300 को हाल्यो मेरो 6 हजार तेल 155 सीसी हो बाघ लास्टै खानु रहेछ यार माइलेज किङ हो कि माइलेज किङ हो मेरो त माइलेज किङ ल अब हामी यहाँबाट हिँड्छौँ केटा हो हिजोमा क्या जाक क्यामेरा यहाँ यार हिजो यहाँ सबले फोटो खिचेर राख्नु क्या यहाँ फेरि सबको फोटो सोटो यो भगवान्को ऊ पनि छ यहाँ सिन पनि खतरा छ दामी छ दोस्त कहाँ जाक क्यामेरा हिजो भयो यहीँ हो नि डल्लो जाक क्याममा हिजो उल्लो त साउ है त्यही ठोकिरह उसको लेफ्ट गरेर ए स्ट्यान्ड आज म सिङ्गल भएर पनि मलाई धेरै कम्फर्टेबल भइरहेको छ कि यस्तो घुम्टीहरूमा उकालो ओह्रालोमा डबल भएपछि गाह्रो हुन्छ क्या R15 मा सिङ्गलमा चाहिँ इजी हुन्छ क्या क्या टर्निङ छ बाटोमा कहाँ 220 आएको छ कि हामी बिचमा 220 तर कम्फर्टेबल लास्टै हुन्छ यार अब 220 बाइक यार लास्टै कम्फर्टेबल हुन्छ यार कस्तो यार हाम्रो बाइक हेर्दा मात्रै सही हो क्या यार पावर पनि सही हुन्छ हाम्रो बाइकको हेर्दा पनि सही छ तर हाइवेमा हाल्दाखेरि त आनन्द आउँछ होइन मजा आउँछ तर यो अलिकति उकालो ओह्रालोमा चाहिँ लास्टै दिमाग खराब भइहाल्छ कि यो यार यता फाइनल्ली कलकत्ता आइपुग्यो है अब म यतै झर्छु होला नो कम्प्लेन मेरो बाइकले पनि धेरै साथ दियो मलाई होइन 300 किलोमिटर हिँड्न लाग्यो लास्टै साथ दियो बाइकले किनकि त्यो स्पिकर घिसिसकेको थियो त्यो बिचमा एउटा हल्का आवाज त आयो तर त्यो सर्भिस पनि उन्नबर हुनसक्छ होइन केटाहरूसँग मजा आयो फर्किने ठाउँमा फोटो खिच्यौँ खाना खाने ठाउँमा खाना खायौँ मोज गऱ्यौँ मेरो ठाउँमा हेर्छ भन्थ्यो केटाहरू जान्छन् अब आजलाई यति नै हुन्छ होला थ्याङ्क यू सो मच फर वाचिङ ओए उता बसौँ अगाडि बसौँ अगाडि उता अगाडि बसौँ न त्यहाँ होटलमा ल फाइनल्ली आइपुग्यो यस्तो चाइनिज स्पिकरले पनि मलाई लहर गयो यार एमालाई मान्नुपर्छ कि एमाको बिल्ड क्वालिटीलाई मान्नै पर्छ कि एमा मैले आफ्नो बाइक भएर
तारिफ गरे भनेको तर मान्नुपर्छ एमालाई यिनको तेल सकिसक्यो अरे अब तेल हेर्नु 10 हाले तेल अब यति गरेर हालेँ ल केले छ हो र त्यसले होइन क्या स्टाइल नै छोइरहेको थियो लौडा मैले हेरेर चाहिँ स्टाइल नै छाएको अनि यो हो कि यो स्ट्यान्ड छ यहाँ छोइरहेको छ स्ट्यान्डले हेरेँ मैले ल जस है ल ल भाइ ल ल जिक्स ल म आउँछु म भोलितिर आउँछु जिममा यो कोबडा अब हाम्रो भेट हुन्छ जिममा भाइ है ल झ्याउ लागेको एक्लै यार उताबाट सँगसँगै आयो होइन अब म एक्लै भयो क्या ल भाइ ल भाइ 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 ल ल जिक्स ल ल ल ल गयो केटा र अब म यताबाट जान्छु कल